आज चाहिँ म बनाउनु गइरहेको थिएँ माछाको झोल। बनाउनु अगाडि चाहिँ माछाको रेसिपीको लागि चाहिँ आमालाई कल लगाएँ। आमाले उठाउनु भएन, अन्त मैले सोचेँ म आफै गर्छु भनेर। अन्त मैले माछालाई धोएर साइडमा राखिदिएँ। हतारमा चाहिँ यस्तो हुन्छ। त्यसको बादमा चाहिँ मैले राई दाना, गोटा धनिया र जिरा हालेर तातो पानीमा एकछिन भिजाइदिएँ। अन्त माछा माथिबाट हल्दी, नमक र जिन्जर गार्लिक पेस्ट हालेर एकछिन मिक्स गरेँ। 2 पिस नानीको लागि अलग्गै र माथिबाट तिखालाल हालेर त्यसलाई 10 मिनटको लागि त्यतिकै छोडिदिएँ। यहाँ चाहिँ मेरो हस्बेन्डले माछा फ्राई गरुन्जेल म मसलालाई मिक्सी गर्नुको लागि लागेँ। मसला चाहिँ यो प्रकारको देखियो। बादमा चाहिँ मैले प्याजलाई ख्वार 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 पारेँ। त्यसको बादमा मैले टमाटरलाई पनि ख्वार 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 पारेँ। त्यसको बादमा हस्बेन्डलाई छिटो गर न फ्राई भन्दै थिएँ मैले। त्यसको बादमा मैले कराई बसाएँ, तेल हालिदिएँ। अन्तखेरि त्यो तेलमा चाहिँ धनियाँ पड्काएँ, प्याज टमाटर सबै हालेर यसरी मिक्स गरिदिएँ। त्यसलाई छोपिदिएँ 5 मिनटको लागि। त्यसको बादमा माथिबाट नमक अन्तखेरि पानी हालिदिएँ, झोल बनाइदिएँ, उमाले माछा हालिदिएँ। त्यहाँदेखि यस्तो देखियो मेरो माछा। हस्बेन्डको रियाक्सन चाहिँ यो प्रकारले आयो।